तपाईहरु विदेश आउनलाई चाहिँ हतार नगर्नु होला किनभने मैले भएको कुरा म चाहिँ जब स्कुल कलेज पढ्दाखेरि मलाई कुनै टेन्सनै थिएन क्या कुनै टेन्सनै थिएन अनि त्यसपछि मैले स्कुल कलेज सकेपछि चाहिँ त्यहाँबाट मलाई चाहिँ मान्छेहरूले आवाज उठाउन थाल्यो कि अब के गर्छस् अब पढाइ त सकियो हैन अब यो भन्दा बेसी पढ्ने हो कि हैन कतै कमाउन जाने हो कि भन्ने कुरा भयो भइसकेपछि अब मसँग त अब त्यो पढ्ने ओड्ने भन्ने त अब त्यो थिए त्यो सोच नै थिएन हैन अब आर्थिक अवस्थाले गर्दाखेरि चाहिँ अनि मैले चाहिँ अब नेपालमा के गर्छु भनेर चाहिँ म शहरतिर अब लागे शहरतिर लागिसकेपछि शहरमा अब त्यो 8-10 हजारको कामले चाहिँ केही पनि नहुने भयो क्या हैन केही पनि नहुनु भयो न आफू खुसी हुन सके न मेरो घर परिवारलाई खुसी बनाउन सके त्यसपछि चाहिँ म विदेशतिर जाने निर्णय गरेँ क्या अनि त्यसो गरिसकेपछि चाहिँ अब मलाई मेरो दिमागमा के थियो भने जसरी भने विदेश जानु पर्यो म जस्तो काम भयो भने गर्छु हैन जे भए पनि म गर्छु दुःख खत्रै गर्छु भनेर चाहिँ म पासपोर्टहरु बनाएर हैन मैले चाहिँ अप्लाई गरिहालेँ क्या हैन अनि यहाँसम्म आइपुगे हैन म यहाँ विदेशमा आइपुगे आइसकेपछि मैले यहाँ पाउन नहुने दुःख पाएँ किन भन्दाखेरि अहिले पछि त लाग्छ काश मैले बुझेर आएको भए हैन मैले किन हतार गरेको भन्ने लाग्छ क्या हैन त्यही भएर हाम्रो सबै नेपाली दाजुभाइहरु चाहिँ हैन दिदीबहिनीहरु चाहिँ नआत्तिनु होला एकदम बुझेर आउनु होला हैन एकदम राम्रोसँग बुझेर अब पढाइ पनि सक्यो के गर्ने कसो गर्ने भनेर हैन हतार गर्नु पर्दैन हैन टेन्सन नमान्नु होला एक दिन सबैको दिन आउँछ हैन कमाउने दिन आउँछ मौका गुमाउनु हुन्न त्यही हो हैन एकचोटी मौका आउँछ गुमाउनु हुन्न हैन सबैले बुझेर आउँदा राम्रो है।